गाइस हेर्नु हामीले चाहिँ चप्पल किनिदियौँ होइन बहिनीको लागि नि फाइनल्ली। यसो कति हो 400 को नि यो 500 400 को हो यो दुईटा चप्पल। राम्रो छ नि है राम्रो चप्पल चाहिँ लगानी हो गयो हामीले पैसाले पनि त्यही सक्छौँ। हाम्रो दिदी चप्पल किनेर ठमक ठमक के गर्ने अब हामी गर्नुभयो क्या मलाई पनि अस्ति गर्मी छ हौ गाइस हेर्न सक्नुहुन्छ मालाहरू थुप्रै छ बजारमा ती राम्रो राम्रो छ चाहिने भए आउनु होला है बनगे आइतबारको बजार हो आज चाहिँ है बजार चाहिँ ठुलो लागेछ अहिले अझ त बल 4 बज्यो अहिले खासै धेरै मान्छे आउनुहुन्न अब आउनुहुन्छ पछि अहिले गर्मी छ नि त लास्ट बाहिर अनि फेरि गर्मीमा बहिनीले डान्स क्लास पनि लिन जान ह त्यही भएर अब हामीको नि छिटो त आउनु पर्यो नि त पनि कस्तो गर्मी बढेर आउँछ यस्तो कति हो रे 50 यसले चाहिँ 50 पर्दो रहेछ गाई चाहिँ नि त यस्तो आयो तर 50 पर्छ यसलाई केही सामान छुन सक्ने छैन लास्ट महँगो छ यार मोती ब्याग सोध्छु है आन्टी यसलाई कति पर्छ 350 हो लास्ट क्युट छ 300 राखिदिउँला लैजानु भन्नुहुन्छ यार लागेन राम्रो त राम्रै छ 350 रे यासँग भेट भइरहेको अघिदेखि तपाईँसँग भेट भइरहेको क्या आज पुरा खोइ बालेन के बालेनले एउटा कपडा लगाउँदाखेरि भाइरल हो हामी जति राम्रो राम्रो कपडा लगाए पनि भाइरल हो न फेरि भाइरलले लगाएको कपडा अरे कति हो नि यसलाई बालेनले यस्तै कपडा लाथे बालेनले एउटा कपडा लगाउँदाखेरि भाइरल हुन्छ नि रे हामीले जति नयाँ नयाँ राम्रो राम्रो कपडा लगायो नि हामी भाइरल हुन्न बालेनले लगाएको कपडाहरू बालेनले त जे लगाए पनि भाइरल हुन्छ ठुलो ठुलो मान्छेको ठुलो मान्छे हो कि हामी सानो मान्छे त सानो मान्छे हो यस्तै सजिन्छ यता चाहिँ अब किन्न थाल्नुभयो बालेनले लगाएको कपडा जस्तै रे ल